नमस्ते सबैलाई मेरो च्यानलमा स्वागत छ। आज हामी बनाउँदैछौँ इस्कुसको तरकारी। इस्कुसको तरकारीको लागि हामीलाई चाहिन्छ मसिनो गरी काटेको प्याज, अदुवा लसुनको पेस्ट, मसिनो गरी काटेको गोलभेडा अनि धनिया। पहिले इस्कुसलाई 2-3 सिटी लाएर उमाल्नुहोस्। यसो गर्दा फ्राई गर्दा छिटो पाक्छ। इस्कुस र आलुलाई सानो गरी काट्नुहोस् र मैले हरियो लसुन लिएको छु। अब एउटा कराई लिनुहोस्। कराईमा तेल हाल्नुहोस्। तेल तातिसकेपछि मैले ज्वानो र जिरा पड्काएँ। त्यसपछि प्याज हालेँ र प्याजलाई मजाले भुटेँ। प्याज भुटिसकेपछि अदुवा लसुनको पेस्ट हालेँ। त्यसपछि मैले गोलभेडा हालेँ। सबलाई मजाले भुटेँ। त्यसपछि आलुलाई हालेँ। स्वाद अनुसार नुन, जिरा, बेसार र खुर्सानी हाल्नुहोला। मसलाहरूलाई मिक्स गरिसकेपछि आलुलाई 8 देखि 10 मिनेट छोपेर पकाउनुहोस्। त्यसपछि इस्कुसलाई हाल्नुहोस् अनि मजाले मिक्स गर्नुहोस् अनि हरियो लसुन पनि हाल्नुहोस्। त्यसपछि यसलाई फेरि थोरै पानी हालेर छोपेर 5 देखि 10 मिनेटसम्म पकाउनु होला। यसमा मैले थोरै चिकन मसला हाल्ने स्वादको लागि अनि मजाले मिक्स गरेँ। लास्टमा धनिया राखेर यसलाई मजाले मिक्स गरेँ अनि यो रेडी भयो। हाम्रो इस्कुसको तरकारी रेडी भयो। अब यसलाई मजाले दाल भातसँग इन्जोय गर्नुहोला। थ्याङ्क यू फर वाचिङ।